नेपाल गरिब देश हो तर मैले नेपाल हेर्दाखेरि यो देश त धनी हुन्छ नि किनभने चाहिँ मेरो लागि चाहिँ पैसाको चाहिँ धन होइन नि धन भनेको मन हो अनि नेपालमा चाहिँ मनको धन हो सो तपाईँले त्यो एउटा दुर्गम गाउँ गरिब गाउँमा गयो भने सोध्यो भने चाहिँ तपाईँहरूको सफल के छ तपाईँहरूको सपना के छ त्यो गाउँले भन्छ नि हाम्रो सफल बनेको सामुदाय बन्छ हाम्रो आफ्नो पैसा जन्म गरेर यो त शिक्षाको तलब दिइरहेको छ हामीलाई अब तपाईँहरूले सपना के छ हाम्रो स्कुलको भवन नलोरोस् ल स्कुल भवन बनाउनलाई के चाहियो ढुङ्गा चाहियो माटो चाहियो अलिकति सिमेन्टी चाहियो गाउँमा ढुङ्गो माटो छ तर के चाहिन्छ भने सिमेन्टी चाहिन्छ मेरो रोल बनेको चाहिँ त्यो गाउँको माग चाहिँ पुरै हुन मेरो सिमेन्ट खोज्ने रोल चाहिँ मेरो अनि त्यो गाउँको मान्छेको उनीको सपना अनुसार हामी पैसा खोज्यो त्यो पैसा हाल्दाखेरि गाउँका मान्छेहरूको पनि इन्भल्भ भयो अनि सस्टेनेबल पनि हुन्छ किन माया हुन्छ नि हामीलाई त्यो के देखियो भने चाहिँ त्यो स्कुल बनाउने कार्यक्रमको केसमा हरेक घरको 4, 5, 10 देखि 50 देखिसम्म श्रमदान हाल्थ्यो नि अब त्यसको फाइदा बनेको स्कुल त सस्तो बनायो त्यसको रियल फाइदा बनेको चाहिँ हरेक घरको चाहिँ 2-4 दिन श्रमदान जुटायो भने त्यो घरको बच्चा स्कुलमा पस्छ किनभने त बुवाले त माटो बोक्यो बुवाले दुःख गर्यो छोरा तिमी पढ्नै पर्छ मेरो दुःखले अनि त्यो हेर्दियो चाहिँ नेपालीको स्रोतबाट विकास हुन्छ एज अ विदेशी चाहिँ मेरो काम भनेको मात्रै नपुग्ने चिज चाहिँ अलिकति लिएर हालिदिने बाँकी त्यहाँ गर्ने हो यो एउटा सफल भयो अहिले भर्खर मैले स्टोर र इन्जिनियरलाई बोलाउँदाखेरि चाहिँ राउन्ड फिगर 8 लाखमा बन्यो त्यो ट्रेन त्यो अनुसार हेर्ने भने अब त्यो 51 मिटर रहेछ 348 मिटर जुन छ 348 मिटरको लागि चाहिँ 1 करोड 40 लाख भनेको छ अब त्यो अनुसार बनाउँदाखेरि चाहिँ हाम्रो 54 लाखमा बन्नेको क्या हेर्नु त होइन अनि स्पिड हेर्नु न है कसैले इमेजिन गर्न सक्छ 3 दिनमा बन्छ त्यस्तो भन्ने है अनि होइन आधी भन्दा पनि थोरै पनि होइन आधै भन्दा थोरैमा बन्ने देखिन्छ है त्यही भएर श्रमदानबाट गर्नुपर्छ भने क्या मैले चाहिँ तर अब अध्यक्षज्यूलाई तपाईँले सम्झाउनु है यो पैसा भनेको पनि सुन्नु न यो पैसा भनेको पनि तपाईँको कस्तो भने तपाईँहरूकै पैसा हो क्या पब्लिकै पैसा हो नि त त्यो 1 करोड 40 लाख लाउँदा पनि पब्लिकै हो 54 लाखमा बनाउँदा पनि पब्लिकै हो अब तपाईँ हामीले विचार गर्नु पर्यो कुन चाहिँ चुज गर्ने